देखैमा नै बसु दुनिया घेपैमा मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा राम्रो रछु डोने जा देखैमा नै बसु दुनिया घेपैमा मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा राम्रो बनो संसारलाई देखादेऊ डोने जाति इतिहास लेखादेऊ मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा राम्रो बनो संसारलाई देखादेऊ डोने जाति इतिहास लेखादेऊ मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा पालो आइलिक भर्खरी हाम्रो डोने जाति नै बनु नै राम्रो मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पालो आइलिक भर्खरी हाम्रो डोने जाति नै बनु नै राम्रो मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा डोने जाति धेरै परेको विकास गरौँ अगाडि बढेको मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा डोने जाति धेरै परेको विकास गरौँ अगाडि बढेको मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा जातिटोमा दनुवार लेख्ला हामीलाई केलाई हो नै देख्ला मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा जातिटोमा सरदुवार लेख्ला हामीलाई केलाई हो नै देख्ला मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा गणतन्त्रलाई रोटामा उठाइले सुखानीको छाप्रोमा सुताइले मिलाउ घाटमा पछाडि नै परुक हामै डोने जा पछाडि नै परुक हामै डोने जा गणतन्त्रलाई रोटामा उठाइले सुखानीको छाप्रोमा सुताइले
घाटमा हात पछाडि नै पर्यो घामै डुल्ने जात चैल बेला अगाडि बढाछ सडिकरमा के खेलै हुँदार छ मिलाउ घाटमा हात पछाडि नै पर्यो घामै डुल्ने जात पछाडि नै पर्यो घामै डुल्ने जात हे धनुर जाति एकजुट बनु भाइ सरकारलाई खबरदार गरौ भाइ मिलाउ हातमा हात पछाडि नै पर्यो घामै डुल्ने जात धनुर जाति एकजुट बनु भाइ सरकारलाई खबरदार गरौ भाइ मिलाउ हातमा हात पछाडि नै पर्यो घामै डुल्ने जात पछाडि नै पर्यो घामै डुल्ने जात हे चुप लागेको नै बसु डनवार खेल नेपाल सरकार मिलाउ घाटमा हात पछाडि नै पर्यो घामै डुल्ने जात चुप लागेको नै बसु डनवार खेल नेपाल सरकार मिलाउ घाटमा हात पछाडि नै पर्यो घामै डुल्ने जात 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 पछाडि नै पर्यो घामै डुल्ने जात। यति मिठो गीत प्रस्तुत गरिदिनु भयो दनुवार भाषाका बारेमा हामीले धेरै कुरा जान्ने सुन्ने मौका पायौँ। यो मिठो प्रस्तुतिका लागि कलाकार साथीहरूलाई धेरै आभार प्रकट गर्दछौँ। अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। यतिन्जेलसम्म हामीलाई सुनेर हेरेर बसिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूलाई हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, कुन भाषा कुन संस्कृति र कुन विषयमा तपाईँहरू गीत सुन्न चाहनुहुन्छ त्यो पनि तपाईँहरूले कमेन्ट गरिदिनु होला। यदि मन पर्यो भने लाइक गरिदिनु होला र कस्तो लाग्दैछ त्यो कमेन्ट गरिदिनु होला र सँगसँगै सेयर पनि गरिदिनु होला र यतिन्जेलसम्म हाम्रो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।